सिधै आगोबाट हुनु पर्यो अब हामी तपाईँको त स्ट्रगल सुरु अब हामी चाहिँ सबैभन्दा सानोबाट स्टार्ट गर्छौँ है त जापान आउने सानो कि उमेरमा सानो सरोजबाट सुरु हो 32 बाट पिपी भ्लगमा आज चाहिँ हामी सबैजना स्टार्ट गर्दैछौँ होइन सानो सानो कसैले सबैलाई वेलकम टु आवर पिपी भ्लग पिबी भ्लग पुरा भण्डारीमा स्वागत छ अफिसियल च्यानल युट्युबमा र सरोज बहिनी के छ विचार त केही छैन बहिनी होइन भाइ हो भन भाइ तेरो जापान आएदेखि स्ट्रगल अहिलेसम्मको स्ट्रगल सुना तेरो के कस्तो भयो जापान उहाँको नेपालको नि सुनाउ छोटोमा होइन नेपालको नसुन जापानकै सुना आउनलाई त पहिला उहाँको स्ट्रगल गर्नु पर्यो त कस्तो यो क्वेसन सोधाइ नै मिलेन हैन सोधेको एन्सर यहाँ र नेपालको तल के फरक लाग्छ त यहाँ के पाइस नेपालमा के पाइस चिकाउ Oh my god. भोलि घाइसम्म गर नि वाटिन त सिकाऊ भन्दैन भोलिदेखि दाइलाई यस्तै हुन्छ भोलिदेखि त होइन 1 महिना बसेपछि दाइले यस्तै हुन्छ मिक्स वाट इज द चिकाउ के फरक पाइस के फरक कोता एकदम सबै फरक छ नेपाल र यहाँ धेरै फरक छ नेपालमा अब के भन्नु अब सिरियस नभइ भन म सानै थिएँ है यहाँ आएर ठुलो भएँ अब म 17 के आइफोन 17 बोक्ने भए है प्रो म्याक्स पनि थपिदिनु हजुर लन्च भएर 17 छैन नि छैन त्यही हो सबैले स्ट्रगल सुनाउँछन् यस्तो हो जापान आएर के रमाइलो लाग्यो ल रमाइलो त अब स्ट्रगल त अब सबैको स्ट्रगलै हो अब रमाइलो भने चाहिँ अब परिवारसँगै बस्न पाएछ पुरै अङ्कलसँग पनि तपाईँको इन्टरभ्यू बाँकी छ अब त्यही हो रमाइलो भइरहेछ अनि निधार कहाँसम्म पुग्छ त म चाहिँ पुरै 3 नाइट काम गर्दाखेरि हप्तामा 3 नाइट काम गर्दा 2 पल्ट ओबायासी पुगेँ मिखागे झर्नु पर्ने मान्छे 1 पल्ट निस्नोमिया पुगेँ अनि फर्केर आएको ओबायासी नि पुगे ओखामोतो भने ओबायासी भन्छ ओखामोतो है गाइज मिस्टेक अनि तँलाई जापान आएर चाहिँ के रमाइलो लागिरह के कुराले चाहिँ तेरो तँलाई छोइरहेको छ त जापानले कसरी छुन्छ जापानलाई के कुरा चाहिँ तिमीलाई वाउ लागिरहेछ जापान अब जापान एक हिसाबले आफैमा वाउ हो पुरै अब आफैमा वाउ पुरै अब नेपाल अब यस्तो हो क्या नेपाल र जापान बीच के धेरै डिफरेन्स छ अब चिकाउ भनेको डिफरेन्स हो चिकाउ वकत्ता अब सुरु भइहाल्नु दिललाई गाली आउने भने ओमाए बाक्क आओ त्यति हो अरू केही आउँछ जापानिजबाट वकार नै ने आना त वकार नै त ओमो सो नै यान्सान गा वाता गोखाको चिता यान्सान वाता जना यान्सान गोखाको चिता भयो अब अरू केही बाँकी छ तिमीहरू ल बहिनी भन तँलाई मलाई त आउँदैन के म सुन्ने मान्छे नि चाहिन्छ सुन्ने त मलाई त आउँदैन सुन्ने मान्छे नि चाहिन्छ होइन सबजनालाई ध्यान मैले सोध्दैछु अब म ठुली प्याकलाई सोध्दैछु है त के छ त मेरो त के हुनु तेरो के भइरहेछ जापानमा त मेरो अब नियोङ्ग गएको सकिन लाग्यो भएको त्यति हो अनि अहिलेसम्म रमाइलो धमाइलोमै जिन्दगी चलिरह स्ट्रगल भनेको सानोतिनो भइरह स्ट्रगल केमा चाहिँ भइछ सानोतिनो अब स्ट्रगल भनेको यो जापान आएपछि काम हुन्छ सुत्न टाइम नमिल्नु खाना टाइम यस्तोलाई स्ट्रगल भन्छन् मानौँ अब त्योलाई सामना सबैले गरेका छौँ हामीले पनि गरेका छौँ सुत्न खानालाई मात्र स्ट्रगल कि फ्युचर भविष्यको लागि सबै थोक मिक्स भएर नै फ्युचरको स्ट्रगल हो नि त होइन भनेपछि तेरो स्ट्रगल यस्तो भइरहेछ मेरो स्ट्रगल त्यस्तै भइरह
होइन त्यो सबैको सबैको स्ट्रगल हो, मेरो मात्रै होइन, जापान आउने मान्छेहरूको प्राय स्ट्रगलै गरिरहेको छ। ल गाइज यहाँ सबको फरक फरक आफ्नो आफ्नो स्ट्रगल छ, आफ्नो आफ्नो ध्यान छ होइन। अब म एकदम विशेष स्ट्रगल यहाँको हाम्रो बाँकी र गरिसकेको व्यक्ति एक हुनुहुन्छ हाम्रो सानो प्याक वेलकम छ पिबी ब्लगमा। पिबी ब्लगमा स्वागत छ तिमीलाई। धन्यवाद। सन्चै छौ? एकदम। तपाईँहरू खानपिन भयो? अघि भएर खाना खाएको अनि आज काम छैन? छैन, हिजो बेलुका हानेर आएको। अनि तिम्रो पढाइ कस्तो भइरहेछ? राम्रो। कस्तो फुलबुट्टा भएर चिटिक्क राम्रो के दिमागमा यसो अलिअलि बसिरहन्छ? केही आउँदैन, केही नै आउँदैन क्या मलाई। साँच्ची भन्ने हो भने अरूलाई चाहिँ राम्रो भन्छु, दिमागै छैन क्या आफ्नो। छामा त एकचोटि छैन साँच्ची, केही आउँदैन मलाई त। लुहाट। अनि घरतिर ठिकठाक? सबै एकदम आरामै हुनुहुन्छ। सिन्धुपाल्चोक। अनि यो भिडियो अनिखेरि घरमा हेर्नु भएपछि घरमा के भन्न चाहन्छौ? आमा बा हजुरआमा इत्यादि धेरै 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 सम्झना भन्न चाहन्छु। छोरीको रमाइलो, छोरीको पढाइ, स्ट्रगल लाइफ, छोरीको दुःख मेहनत यो भिडियो मार्फत हेर्नु भयो भने सुनाउनु विचार्नु स्ट्रगलै गरे होइन, के सुनाउने हो र? स्ट्रगलै गरेछ। मलाई नसुन्नु, उ त्यो दाइले सुन्नु मलाई त लाज लाग्छ। मोबाइल त ठुलै बोकेर रहेछ त, कहिलेदेखि हो मोबाइल? 17 प्रो म्याक्स कहिलेदेखि हो? निस्केको 1 महिना पछि। ल कङ्ग्रेचुलेसन, बधाई छ। मोबाइल मात्र ठुलो होइन कि, मोबाइललाई सदुपयोग गर्ने, राम्रोसँग पढ्ने, अलिकति ध्यान दिने। अब सेनमोनमा यान्नी पास गरेर राम्रोसँग तिनटैले राम्रो ठाउँमा वर्किङ गरेर देख्न पाऊँ। उज्जवल भविष्य शुभकामना। अल द बेस्ट। गम्बाते खोदासाई। हाई गम्बारी बस। अनि अब यहाँ सबैजना आएको 1 वर्ष 2 वर्ष भयो। अब 8 वर्ष उनीको मेरो त के गाइज यहाँ हाम्रो अब यहाँ हामी त जापानमा आएको म त 8 दिन नि भएको छैन होइन गाइज। 8 दिन अब हाम्रो 8 वर्षको चाहिँ ठक्क छोटोमा हामी अब 10-15 मिनट लिन सक्छौँ त्यति। मेरो त सधैँ सुनिरहेको मेरो ठक्क हामीले सुने छैन। ल 8 वर्षको सुनौँ एकदम 8 वर्षको स्ट्रगल त स्टार्टिङदेखि भन्नुपर्दा आयो, खत्रै काम हान्न थाल्यो, पढियो। आउँदा चाहिँ के थियो माहौल यो जापानको? यो अब 8 वर्ष त धेरै हो नि गाइज। अब त एउटा युगै परिवर्तन हुन्छ होइन। 8 वर्षमा त छोरो नि 7 वर्षको भइसक्थ्यो। त्यही भने बिहे गरेर त भइसक्यो होइन। त्यही भएर पहिला आउँदा यसरी घर परिवारको धेरै याद आउँथ्यो होइन। अनि सुरुमा आउँदा हामीसँग चाहिँ नेपालीहरू एकदम कम हुन्थ्यो, खासै हुँदैन थियो। त्यो क्लासतिर अलिअलि हुन्थ्यो। अनि कामसाम यताउति यसो बिस्तारै गर्न थाल्यो। रुममेटहरूसँग पछि घुलमेल भयो, ठिकै भयो। त्यस्तै रमाइलोमा बित्यो। कामसाम गऱ्यो, कोबेतिर आइयो। अनि कोबेतिर स्टार्टिङमा चाहिँ कहाँ आउनुभएको थियो? हिरोसिमा है। त्यहाँ 2 वर्ष बम खसे ठाउँ। त्यो यसो थियो कस्तो छ आर्टिफिसियलहरू त आर्टहरू पनि हेर्न मिल्छ। बम खसेको त्यहाँनिर त्यो त्यहाँ 2 वर्ष एटम बम पड्केर चाहिँ बचेको वस्तुहरू पनि त वस्तुकलाहरूमा राखेको हुन्छ सजाएको। त्यो गएर हेऱ्यो नि म्युजिकल आर्टहरूमा देखिन्छ त्यहाँको चाहिँ परिवेशहरू। रमाइलो छ ठाउँ। अरू यता यस्तै छ। अनि कोबेमा आएर चाहिँ 2 वर्ष आफ्टर 2 इयर्स होइन। त्यहाँ यहाँ 4 वर्ष पढ्यो। अहिले वर्किङ गरेँ सामान्य। जीविकोपार्जन बिस्तारै सङ्घर्षमय छ। अहिले जे होस् तपाईँको वर्किङ भिसामा मस्त तपाईँले दबाई राख्नु भएको छैन? दबाइरहेको छु मैले दबाइरहेको छु। मेरो यस्तै छ कि अब होइन। गम्बाते खोदासा है गम्बारी मास। अब बरु हजुर भर्खर आएको मान्छे होइन। 8 वर्षमा हामी पनि भेट भयो। 8 वर्षमा हामी क्लासमेट पल्लो घर सँगै गुच्चा खेलेर हिँडेको। झगडा पनि गरे हो, फाइट पनि खेला हो। हरि दाइले फाइट पनि खेला हो। मैले रुवाको पनि हो फेरि। पिपल डाँडामा हरि दाइले है त्यसरी हामी यो फाइट खेलेको भने मतलब
हामी त्यति नियर क्लोज थियौँ फाइट गर्नु त झन् क्लोज हुनु पर्यो नि त्यो त्यो बेलामा हरिदाले जबरजस्ती खेलाएकोमा भुरा जुदाएर होइन त्यो बेलामा बाफ्रे पिपल डाँडामा अर्को त हाम्रो बेसीको त कहानी बाँकी नै छ नि है त्यो त पिपल डाँडाको मात्रै भयो त्यो त गाउँघरको बेसीको त बाफ्रे बा त्यो भन्दा पनि बाँसोटेमा पानी लिन जाँदाखेरि त्यो माइल पौडेलको कुकुरले हाटेर लड्दा पो याद आयो हाम्रो खेत चाहिँ एकै ठाउँ थियो हामी लगभग 82मा हामी सँगै हुन्थ्यौँ त्यसरी हामी चाहिँ छुटेको 8 वर्ष भयो थियो 8 वर्षमा आज पहिलोचोटि भेट हुन पाउँदा जापानमा भेट भयो फेरि होइन यो पनि एउटा अपर्च्युनिटी एउटा हुन्छ नि त सबै कुराले जुराएको सुगै भन्छ अनि होइन राम्रो भेटघाट होइन ठिक राम्रो भेटघाट भयो यहाँ अब यहाँ बहिनीहरूसँग सबैसँग भेट हुन पायो होइन जापानमा विदेशको ठाउँमा यसरी एउटा फ्यामिली इन्भाइरोमेन्टमा हुँदाखेरि एकदम रमाइलो लाग्दो रहेछ यो भनेको निरन्तर हुन्छ अब सधैँ हुन्छ बिदा भएपछि हामी एक भइहाल्छ भेटिहाल्ने तपाईँको इङ्ग्लिस राम्रो रहेछ किन अस्ट्रेलिया लान्छु भनेर जापान झार्दै क्या होइन म चाहिँ जापानै चाहिँ मलाई अब एउटा हुन्छ नि अपर्च्युनिटी जापानको खाइस्याले होइन खाइस्या कम्पनीद्वारा चाहिँ एउटा अपर्च्युनिटी प्रोभाइड भयो त्यही भएर खासै विदेश आउने मन नहुँदा भन्दा मन त अलिअलि थियो त्यस्तो विदेशै आउँछु भन्ने थिएन नेपालमा पनि ठिकै थियो हाइड्रो पावरतिर तर जापान आइयो जापान आइसकेपछि यहाँको टेक्नोलोजी हरेक कुराले चाहिँ मलाई एकदम यहाँको बेन्ड्री तोक हो होइन तोखा तोखा होइन यति बुझ्ने कि आइटी पढेको स्टुडेन्ट हो नेपालमा आइटी काम गरेर मान्छेले यहाँ आएपछि आइटी सेक्टरमा उसले धेरै कुराहरू देख्यो मन पर्यो होइन म खास इलेक्ट्रिकल इन्जिनियर हो यहाँ इलेक्ट्रिकल इन्जिनियरको चाहिँ मेन चाहिँ यो ट्रेनहरू हुन्छ नि हाम्रो त अब हाम्रो देशमा त एउटा ट्रली बस भएको ट्रली बस नै हटाउने नेताहरू छन् होइन अब त्यहाँ त एउटा इलेक्ट्रिक विद्युतबाट सञ्चालित ट्रली बस थियो अब त्यो छैन यहाँ जापानमा त ट्रेन छ होइन सबै चाहिँ हाम्रो के छ त विद्युतबाट चलिरहेको छ होइन यो देख्दा चाहिँ एउटा लर्निङ प्रोसेस नै भयो नि त भोलि यहाँ सिकेको कुराहरू देशमा केही दिन सकिन्छ कि भन्ने चाहिँ लागिरहेको छ मेन कुरो चाहिँ यहीँ पहिला स्ट्रगल बाँकी नै छ मेरो त आएको भर्खर कहिले आएको बुधबार आएको 4-5 दिन भयो अब बालेन भयो भने ऊ पनि एउटा इन्जिनियर हो थोरै अब उसले काठमाडौँको मेयर भएर राम्रै काम गरे होइन कसको पक्षमा अनि म त अहिले पुरानो भन्दा त नयाँ पुरै नयाँको पक्षमा हो तर नयाँबाट भोट फर चेन्ज हो अहिले चेन्जको रूपमा रवि बालेन आछन् तिनीहरूलाई हामीले सपोर्ट गर्नुपर्छ तर हामीले यसरी हेरौँ कि भोलि हामीले एकचोटि होइन अरूबाट हामीले त भोगिसक्यौँ नि अनि त्यो कुरो पनि भोलि हामीले यता यिनीहरूबाट नहोला भन्न चाहिँ सकिँदैन गाई धेरै ठुलो अपेक्षा नराखौँ जस्ट 50% भए पनि अलिकति तर भोट फर चेन्ज अरूलाई दिनुभन्दा चुनावी माहौल छ भोट दिन चाहिँ यतै दिउँ होइन एउटैलाई दिउँ यस्तो गर्छ भोट आफ्नो इच्छाले राम्रो मान्छेलाई तपाईहरुको ठाउँको एकदम राम्रो व्यक्ति सक्षम व्यक्तिलाई हाल्नु भोट फर चेन्ज पार्टी यसमा हेर्नै पर्छ पार्टी यो चुनावमा चाहिँ पार्टी हेर्नुपर्छ स्थानीयमा चाहिँ हजुरहरूले भनेको जस्तो व्यक्ति हेर्दा हुन्छ यो चाहिँ कानुनदेखि लिएर विधानसभा अब कतिवटा अब त्यो संविधान संशोधन गर्नुपर्ने भएकोले यो चुनावमा चाहिँ जुन अब घन्टी बजाउनु मन लागे घन्टीलाई नै बजाउनुस् अरू अब भनेको नयाँ भनाउँदाहरू माटो साटो त्यो अब होइन छन् के अरे बत्ती सत्ती होइन घाम र घाम ताप्ने रुखको शीतल बस्ने अनि अर्को अब तारा टिप्न चाहिँ नखोज्नुहोस् होइन बरु जानुहोस् धार्मिक स्थलमा जानुहोस् तारा फर्क महावीर पुनलाई त्रिभुज चिन्हबाट चाहिँ मतदान गरेर उहाँ चाहिँ एकदम यथार्थ मान्छे तानेको मन्त्री चाहिँ त्यसरी बनाएको तर उहाँ जे हो त्यो उहाँ बोल्ने भन्दा नि गर्ने मान्छे हो सकेको गरिदिइहाल्छु यहाँ हामी चाहिँ 4 जना जेन्जी हो सिधा कुरा जेन्जी अलि होइन जेन्जी होइन हामी चाहिँ जेन्जी हो है भोट फर चेन्ज भोट केमा हाल्छ जेन्जीमा जेन्जीले विचार गर्नुपर्छ यो भोट जेन्जीमा होइन 23-24 गते चुनाव चिन्हमा 23 गतेको 23 गतेको दिनलाई हेरेर 24 इत्यादि सम्झिँदाखेरि जेन्जीको पीडा
हामी देश बाहिर भएको मान्छेको पीडालाई मध्यनजर गर्दै आमा बाबुले पनि भोट एकदम राम्रोसँग बुझेर विचार गरेको मान्छेले राम्रोलाई हालिदिनु। देश कहाँ पुगिसक्यो हाम्रो देश यो जापानको त 10% मात्रै भइदिए पनि कहाँ कहाँ हुन्छ भन्ने त्यो महसुस गरेको छैन। 1% नि छैन, त्यही त 10% सम्म भए पनि हाम्रो देशमा चाहिँ हामी नै टिक्ने वातावरण हुन्थ्यो कि किनभने आज देखारी सबैजना हामी त भनौँ न बाध्यताले नै आएको त हो नि एउटा मान्छेको होइन बाध्यताले रहरले त त्यो जो नेपालमा बसेको छ अहिले भन्ने भोलि फेरि ऊ पनि विदेश आउन सक्छ। किडनी फेल हुनेलाई त्यो त माथि जान्छ, माथि आकाशमा गएर हेर्छ उसको। बहिनी माथि गएर के हेर्छ? हेरिरहेको तिमीले हेरिरहेको तिमी माथि गएर हेर्छ, माथिबाट तलको हेर्छ, जापान हेर्छ, नेपाल हेर्छ होइन, अस्ट्रेलिया हेर्छ, अमेरिका हेर्छ अनि आफ्नो महसुस गर्छ, देखार्छ आफूलाई नै। त्यसले मरेपछि मात्रै जिउँदोमा त सम्भव छैन। अबको भोट कसलाई रे? भोट फर चेन्ज अहिलेको सिचुएसनमा घन्टीलाई। जबरजस्ती घन्टीलाई भने दाइले घन्टीलाई भोट घन्टी घन्टी बजाइहाल्ने हो गाइस। समानुपातिकमा भन्छ होइन, समान अरूमा जेमा हाने समानुपातिक ठक 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 झापाबाट मान्छेलाई जबरजस्ती भनौँ भन्ने हो। अरू कुरा थाहा भएन, अन्त थाहा भएन, घन्टी बजाइहाल्ने हो। फागुन 21 घन्टी आफ्नो क्षेत्र र घन्टीमा समानुपातिक सबैले घन्टी प्रत्यक्षमा नि घन्टी नै हाल्नु, सबैलाई घन्टी दुईटैमा घन्टी घन्टी बजाइदिइहाल्छ। दुईटैमा दिनु। कसैले घन्टी बजाउन चाहिन भने देब्रेको गालामा हानेर दाहिनेतिर भने बजाइदिनु। त्यो मान्छेले घन्टी बजाउन सक्छ दोस्रोचोटि। यति भन्दै हामी चाहिँ यो एउटा घर परिवारभित्र बसेको सानो होइन रमाइलो भलाकुसारी हाँस्यो पनि धेरै चाहिने नचाहिने कुरा होइन, यो हाम्रो एउटा मनले चाहेको कुराहरू गरेको। अनि यसमार्फत चाहिँ हाम्रो तपाईँहरूको लागि चाहिँ त्यस्तो सकारात्मक यो एउटा प्रोसेसको भिडियो नहुन सक्ला सुन्दाखेरि। हामीले चाहिँ रमाइलो इन्टरनेटमा एउटा दिक्क लागेर बसेको व्यक्तिले चाहिँ हाम्रो एउटा तनावमूलक पनि हो नि यहाँ। अब होइन किन चेन्ज गर्ने भोट त्यो सबै भनेछौँ होइन। 25 वर्षसम्म हामीलाई त जे होस् भएको पनि बेचेर खाएका नेताहरूबाट दिक्क भएर केही गर्छु भन्ने आश लिएकाहरूलाई चाहिँ हामीले केही देशको लागि होइन उनीहरूलाई चाहिँ हामीले पराशास्तै गर्नुपर्छ कि यो चुनावमा चाहिँ देशको लागि चाहिँ उनीहरू आफ्नो घरमा बस्नु। त्यसो गर्दै अब चाहिँ यो भिडियो हेरेर रमाइलो गरिदिनु। अनि मेरो बहिनी अगाडि टिलिक्क टल्किसकेका छिन् होइन। हामीले यो भनेको चाहिँ सानो प्याक हो होइन, उसले हाँस्न जानेका छिन्। है यति भन्दै गाइस हामी छुट्टिन्छौँ। सबैजनाले साथ दिनु होला, सब्सक्राइब गर्नु होला, लाइक फलो सेयर गर्दै पिबी भ्लगमा सब्सक्राइब गर्नु होला। अब गुड डे, बाई बाई।